कोरियामा पनि कति हरामी मान्छेहरू हुन्छ भने अझै पर चाहिँ यस्तो दामी फुल फुलेको छ भने सो हेलो एभ्रीबडी के छ खबर आरामै हुनुहुन्छ है सधैँ डाइलग कति बोलिरहनु हो अर्कोचोटि आउँदा चाहिँ नयाँ डाइलग लिएर आउँछ हैन चुप बिल्कुल चुप हिम्मत कैसे हो तेरी मुख खोल्ने दिन नयाँ भ्लग हैन अनि आज चाहिँ नयाँ ठाउँमा हैन अनएक्सपेक्टेड रूपमा चाहिँ आज मेरो भ्लग बन्दैछ सो मैले चाहिँ सोचेको थिइनँ यहाँ चाहिँ यस्तो ठाउँमा आउँछु भन्ने तर गइदिउँ न त नि भनेर चाहिँ आएको छौँ हामी चाहिँ कहाँ आएको छ भन्दा वन्जुमा रहेको यहाँ चाहिँ थनेल रहेछ यस्तो शीतल ठाउँ छ अनि यहाँबाट चाहिँ हिँड्ने मान्छेहरू कस्तो मजाको रहेछ क्या देख्न सक्नुहुनेछ यहाँबाट चाहिँ भित्र जाने हो कि अनि के यस्तो ठाउँ रहेछ सो अनि यो देख्ने बित्तिकै चाहिँ अनि फुलहरू पनि कति फुलेको छ क्या सो अहिले हामी चाहिँ फर्किने यतैबाट फर्किन्छौँ अनि फर्किँदा चाहिँ मैले देखाउँछु त्यो फुलहरू पनि सो यहाँ चाहिँ यस्तो टनेलहरू छ क्या यहाँबाट चाहिँ जाने हो भित्र होइन भित्र त्यहाँ चाहिँ पानी अलिअलि पानी परे जस्तो देखिन्छ तर यति शीतल भएको छ भने यो साइड साइडमा लाइटहरू बालिदिँदो रहेछ दामी रहेछ होइन वाह यस्तो मान्छे हिँड्नको लागि सरर बनाएको रहेछ सो साथीहरू यदि रुममा बसिरहनु भएको छ भने आउनु होला एक फेर घुम्नको लागि यहाँ हामी पनि सोचेको थिएन यहाँ आउँछ भनेर देख्न सक्नुहुन्छ सरर यो लाइटहरू चाहिँ यस्तो देखाएको छ कि यहाँ पुरा धान जस्तो छ क्या पुरा सब लाइट रहेछ क्या तर दामी रहेछ क्या ठाउँ त वाह है अनि म त पानी भनिरहेको त पुरा यो लाइटिङ सिस्टम पो रहेछ यो होइन सो यस्तै दुईवटा टनेल छ अरे सो आज हामी चाहिँ कहाँसम्म पुग्छ कति बज्यो भने त्यो पनि थाहा छैन वाह वाह दामी यस्तो शीतल भइरहेको छ यहाँको अलिकति लाइटहरू गइसकेछ अनि यहाँ देख्न सक्नुहुनेछ हामी उहाँ परबाट आएको यस्तो रहेछ शीतल छ यति शीतल हावा आएको छ तर यस्तोमा फोहोरहरू फालिदिएको रहेछ क्या त्यो कोरियामा पनि कति हरामी मान्छेहरू हुन्छ भने कहाँ है यहाँबाट प्रोजेक्टरबाट माथि हेर्नु न राति ओ डल्फिन ठुल्ठुलो राखेको छ के अरे ठुल्ठुलो डल्फिनहरू रातिमा चाहिँ दामी देखिन्छ होला यार एउटा यहाँ प्रोजेक्टर छ एउटा उहाँ रहेछ अनि त्यसले चाहिँ यहाँ माथि यस्तरी चित्रहरू बनाएर आएको छ तर रातिमा चाहिँ दामी देखिन्छ होला अहिले हामी यतैबाट फर्किन्छौँ सो आज चाहिँ अनएक्सपेक्टेड है तर यता हामी चाहिँ खास भनेर उहाँ पहाड छ नि भनेर रुमबाट हिँडेको तर यहाँबाट नि जाऊँ भनेर आएको तर आइयो रमाइलो रहेछ राम्रो रहेछ सो अझै एउटा टनेल छ अरे तर त्यो टनेलसम्म पुग्न सकिन्छ कि सकिन्न कति बजेको नि हेर त कति बज्यो 3:20 भइसकेको छ ल 4:20सम्म चाहिँ कहाँसम्म पुग्छ त्यहाँबाट फर्किन्छौँ हामी फेमछुई यहाँबाट जानु नदिँदो रहेछ फेरि ल यहाँ बसेर चाहिँ कफी सफी खाने अनि तर तातो चाहिँ लास्टै तातो होला तातो होला तातो खाँदै त छैन त्यति आउँछु त्यहाँ तातो छ यो त कता आयो भन्दा राई भाइ ठ्याक्कै हामी त्यो उताबाट आउँछ है पार्कबाट त्यो पार्कबाट आउँदा त्यहाँ हामी जस्तो 250 खोजिरहँदा त्यहाँ 250 भेटाएको है हो त्यहाँ उयो पारी
त्यस्तै लाग्यो कि मलाई त्यस्तो हेर्छ सो अब हामी चाहिँ यहाँ पानी खाँदैछौँ हो किनकि उ भएर उयो हरियो देखिन्छ क्या त्यो अग्लो 100% हामी त्यहाँ आइयो हामीले यो बाटो कता जान्छ भनेर एकखेर सोधेको है यता आउँदो रहेछ जाउँ है त कहाँसम्म पुगिन्छ सो यहाँबाट चाहिँ यस्तो नजारा देखिरहेको छ है हामी चाहिँ जुसहरू ल्याउनु पर्ने रहेछ जुसहरू केही लिएर आएन अनि पानी मात्र लिएर आएको त्यो पानी मात्र खाने तर उहाँ तल त एउटा सिउ रहेछ तर अलिक टाढा जस्तो लाग्यो कि अब खोला छ बिचमा अनि त्यो खोला तर्न बिचैबाट खोला तर्न मिल्दैन नि त फेरि उता पुल खोजेर फेरि पुलमा जाऊ त्यहाँ आऊ भन्दा अलिक टाढा नि पर्छ सिधै जाने अन्त नजिकै छ घुमेर जान चाहिँ अलिक टाढै जस्तो छ त्यही भएर हामी यही बाटोमा त हिँड्छ कहाँसम्म पुग्छ है त म चाहिँ के देखाउँछु हेर्नु है कोरियाको कस्तो कस्तो ठाउँमा गाउँहरू छ हेर्नुहोस् त्यो देख्न सक्नुहुनेछ त्यहाँ यस्तो गाउँ छ तल्लोपट्टि ठुलो घरहरू छ यस्तो शान्त रहेछ कि है पुरा चराचुरुङ्गीहरू मजाले कराइरहेको छ यस्तो शान्त है यता हेऱ्यो बजार छ जाने अगाडि अझै देखिन्जेलसम्म यस्तै छ कता जाने सो हामी चाहिँ फर्किसकेका छौँ अनि परसम्म जाने भनेको थियौँ तर त्यहाँ पर जानको लागि चाहिँ टनेलसम्म पुग्नको लागि चाहिँ 1 घन्टा लाग्दो रहेछ म म्यापमा हेरेको थिएँ सो त्यसको लागि चाहिँ अर्को भ्लग आउनेछ सो यो चाहिँ पार्ट 1 हुन्छ पार्ट 2 फेरि आउनेछ फेरि आउँछौँ यो ठाउँमा चाहिँ सो अगाडि भाइ गइसकेको छन् अनि एकैछिन हामी परसम्म पस्यौँ अनि साथीले चाहिँ फोन गरिरहेको थियो अनि फोन एकैछिन कुरा गऱ्यो अनि त्यही भएर उतातिर चाहिँ अझै भ्लग बनाउँछु भनिरहेको थियो बनाएन सो हामी चाहिँ त्यही टनेलबाट चाहिँ फर्किन लागिरहेका छौँ सो यहाँबाट चाहिँ फर्किन्छौँ सर लगाएर भाइ अगाडि गइसकेको छन् अनि यो घाम पनि कस्तो के वरिपरि त्यो बादलले छेकेर राखेको छ बिचमा टक्कले घाम लागिरहेको छ गर्मी गराइरहेको छ अलिअलि सो कोरियामा चाहिँ यो बिचमा पार्कहरूमा चाहिँ यस्तो राखिदिएको हुन्छ अनि गर्मीयाममा यस्तो बनाइराखेको हुन्छ भने अनि जाडोयाममा यो सानो बनाएर यो उसो गरेर राख्छ कि यता पछाडिबाट छोटाउँछ कि यहाँ मिसिन्छ र यहाँबाट चाहिँ बेरेर राख्छ यो बेरेपछि यो सानो हुन्छ होला सायद अघि न यहीँबाट गएको अहिले यहीँबाट फर्किन लागेको छौँ हामी देख्न सक्नुहुनेछ सारा सो अघि नै चाहिँ मेरो भ्लग यहीँबाट सुरु भएको थियो सो वहाँ पर गएर चाहिँ फुलहरू देखाउँछु भनिरहेको छु चाहिँ त्यो फुलहरू देखाउँछु है त आऊ यहाँ जा मिडा घर जान्थ्यौ आऊ ल गइन्यौ त ठाउँमा यस्तो फुलहरू फुलिरहेको छ अझै पर चाहिँ यस्तो दामी फुल फुलेको छ भने यस्तै कलरको
कोरियामा यस्तो टेम्पो पनि हुँदो रहेछ कि बुढो उता पर गयो फेरि फर्काएर लिएर आयो अघि नै जाँदा यहीँ राखेको थियो पार्कहरूमा चाहिँ कोरियाको अधिकांश पार्कहरूमा चाहिँ यिनीहरू चाहिँ बनाइदिइरहेको हुन्छ कि देख्न सक्नुहुन्छ ल भाइ देखाउ त के गर्ने हो इलेक्ट्रिसिटी त आउँदैन नि हो यो यस्तो रहेछ यो यस्तो यो चाहिँ यसो गर्ने रहेछ साह्रो छ उकालोमा पारो हान्ने जतिकै रहेछ यार यो त अनि के हो यो थोल्ले अझै के भने है खै यहाँ देखाउँछ के हो के गर्नु के लेखेको छ थोल्लिम्फान यो हातको होला यस्तो हुनुभन्दा लेखको एक्सर्साइज पनि हुने रहेछ बस्नु घर छ यार यो यस्तो साह्रो हो साह्रो रहेछ उकालोमा बाहिर हान्ने के हुन्छ अघि न चाहिँ मैले भन्थेँ नि यस्तो राम्रो फुलहरू फुलहरू यस्तो राम्रो बनाएको छ भनेर है हामी चाहिँ खास चाहिँ कहाँ आउने भनेको थियो भन्दा चाहिँ हो यो माथिको पहाड जाने भनिरहेको थियो हामी चाहिँ यहाँबाट हिँड्दै हिँड्दै परसम्म पुग्यो त्यो पनि आधी बाटोसम्म पुग्यो सो म अगाडि देखाउँछु है त्यो दुईवटा छ कि टनेल चाहिँ एउटा टनेल चाहिँ देख्नुभयो भनेर भनिसकेको छु अर्को टनेल चाहिँ छ भनेर त्यहाँ देखाएको थियो कि सो त्यहाँ गएर नि हेरौँ है त यो चिया फारम किल भन्ने अहिले हामी चाहिँ यहाँ छौँ होइन हामी चाहिँ कहाँसम्म पुगेर आयो भन्दा चाहिँ यहाँ नि गयो यहाँसम्म पुग्यो अनि यहाँसम्म पुगेर अनि हामी फर्केको अनि यहाँबाट चाहिँ यस्तो छ अरे कि यहाँबाट यस्तो छ अरे कि यो चाहिँ अर्को भ्लगमा देखाउने छु तपाईँहरूको लागि होइन सो यहाँ अहिले चाहिँ हामी यहाँसम्म अघि न देखाएको थियो नि मैले भिडियोमा त्यो चाहिँ यहाँ हो है सो भन्दै आजको भ्लग यति नै है सो एकदम भोक लागिरहेको छ गएर चाहिँ हामी बजारमा गएर नास्ता खान्छ अनि रुमतिर जान्छ त्यहाँ गएर साइकल निकाल्छ हो साइकलको चाबी पो कहाँ राख्यो थाहा छैन सायद गोजाइमै छ क्या खल्तीमै रहेछ सो अब चाहिँ यहाँ बाटो खुलेको छैन अब बाटो खुलेर हामी चाहिँ साइकल भएको ठाउँमासम्म जान्छौँ अनि त्यसपछि चाहिँ सो भन्दै आजको भिडियो यति नै है सो फेरि आउने अरू अब अर्कोचोटि शनिबारतिर जान्छ होला त्यसपछि चाहिँ हामी यो ठाउँमा जान्छौँ होला सायद अर्को हप्तातिर त्यति बेला चाहिँ आउनेछ भ्लग सो त्यति जेलसम्म सबैले यो भिडियो हेरेर साथ सपोर्ट गरिदिनु होला भन्दै आजको लागि यति बाई बाई